अहिले हामी चाहिँ सत्यवती दर्शनको लागि हिँडिरहेका छौँ। त्यहाँ बिराजहरू हुन्छ अनि हामी चारजना बस्छौँ। अगाडि हाम्रो गाईहरू हुन्छ। बाँकी भिडियोमा चाहिँ के हुन्छ देखाउँदै गरौँला। हामी यति बेला गोलबर्गमा छौँ सत्यवती जानको लागि। गोलबर्गबाट यति धेरै भिडभाड, त्यही भएर हामी यताको वेबाट जाँदैछौँ। यस्तो होला भन्ने त मैले सोचिदिनँ भाइ। हेर्नु त, ओ माई गड। जामको कारणले गर्दा अब हामी नेक्स्ट वेलाई फेरि चुज गऱ्यौँ। बुटोलबाट झुम्सा हुँदै जानको लागि चाहिँ बाटो एकदमै प्याक थियो त्यस दिन पूर्णिमाको साँझ। त्यस कारणले गर्दा हामी चाहिँ छिटो होस् भनेर बुटोलबाट पूर्व 15 किलोमिटर जति मातागढी गाउँपालिका हुँदै हामी चाहिँ जाने सल्लाह गऱ्यौँ। हामी अब जङ्गलको यात्रा सुरु गरे। के गरे नाची त्यतातिर झन्डै नसमातेर गइयो त्यो हामी छौँ तलपट्टि एउटा बाइक। यस्तो भिडमा छौँ हामी, केही देखिन्न त भाइ। ब्याक क्यामेराको त ठिक छ कि मेरो पहिलोचोटिको युट्युब भ्लग गराउँदाखेरि हामी आएको मातागढी गाउँपालिकामा हामी आइसक्यौँ। हामी चाहिँ सत्यवती सेकेन्ड रुटबाट हिँडेको। अगाडिको भिडियोमा नै देखाएको थियो, देखाउँ त। अनि माथि चाहिँ जुन लागिरहेछ आज पूर्णिमाको रात, हामी चाहिँ के माग्दै हिँडेको छ। तपाईँ के माग्नु? आउँदैछ हाम्रो 5वटा बाइक स्कुटीको टोली छ। यस्तो छ बाटो। अब एकदम अप्ठ्यारो बाटोमा त भ्लगिङ गर्नै मिलेन। माथि फाँटमा आएपछि चाहिँ ए चाचा हामी यहाँ हो कि यो डाँडामा हो। कोरोनाको टाइममा डान्स गरे बिना चाहिँ यहाँ चिन्नु भयो। एकदम ठिक रमाइलो। मेरो पनि के छ पहाडघर कहाँ हो? पहाडघर त उता तर मौसम माथि हेर्नु, माथिकै भ्यूज राम्रो आउँछ ल माथि। माथि त पूर्णिमा कति घन्टाको यात्रा भयो अरे? जम 3 घन्टापछि हामी करिब नजिक आइपुग्यौँ। अलिअलि गाडी देखिएछ, आइयो कि भन्ने छ अब चाहिँ। दुपहर बसाउन थाल्यो। अब यहाँबाट हामी हिँडेर जान्छौँ होला सायद। यस्तै चढ्ने यहाँबाटै बनाउँदै जाने अरे कि। सबै मेरो मनोकांक्षा पुरा गरिदिनु है सत्यवती बजाई। तथास्तु ज्ञानी। यति चिच्चै सके म यो बुडुल बासिन्दा सबै उठेर आइ जस्तो लाग्यो हैन। सबै उत्रहान 3 घन्टाको यात्रापछि हामी सत्यवती मन्दिर परिसरमा पुगिसक्यौँ। यहाँ सबैले चिच्चाएर वर मागेको आवाज सुन्न सक्नुहुन्छ। हामी सत्यवती आइसक्यौँ। यहाँ देख्न सक्नुहुन्छ
मानिसहरूको भिडभाड यहाँ वर माग्नको घुइँचो हामी यसलाई मध्यरातमा कति बजेको छ टाइम देखाइदिनु त मोबाइलको यस्तो 12:31 गएको छ हामी सबैजना यत्रो लामो एउटा लिङ्ग हिँडाएपछि आइपुग्यौँ हाम्रो यात्रा जारी छ अनि एकदमै नजिक छौँ अब चाहिँ भाइ लिङ्ग कसरी हो हामी धेरैजना छौँ हामी तपाईँले बोकेर लानै पर्दैन के कति रे हामी आइसक्यौँ सत्यवती माईलाई भेट्नको लागि यहाँ यत्रो हुन्छ छ ठिक छ आधा नेपाल त यहीँ छ जस्तो छ है हामी लिगो लिन थाल्यौँ कतिजना छौँ सबैको लागि लिनु त यहाँ यस्तो मेला लाग्दो रहेछ भिडभाड छ हामी सत्यवती माताको दर्शन गर्न सत्यवती माता कि जय हाम्रा जय समय कस्तो आउनु रहेछ क्या गाउँ जय हो सत्यवती बजाई म पनि आएँ है मेरो पनि इच्छा पुरा गरिदिनुहोस् यतै सामने छ सत्यवती बजाई ल हामी पनि सत्यवती बजेको दर्शन गर्न आयौँ अब लिङ्ग चिन्न जाँदैछौँ हामी होइन लिङ्ग काटेर अहिले आफ्नो लिङ्ग चिन्नको लागि आउँदैछु त मैले चिन्न लगाएको थिएँ नि कहाँ छ मेरो लिङ्ग I will find myself, okay, wait. Don't worry. यतातिर रहेछ कि हामी अलि यता आइसक्यो कि मैले त पुरा हेर्छु कि यस्ता अलि कतातिर अरे हाम्रो भाइको हामीले सुन्नु हुन्छ कि रेकर्डै भयो त भाइ
यता हामीले सत्यवती मातालाई दर्शन गरेर अब फर्किन लाग्यौँ अनि वर मागियो सत्यवती माता कि ल हामी पूजा गरेर फर्किँदैछौँ कति बजी छ अहिले देखाउँ न 2:14 गएको छ अनि त ल सबैजना हाम्रो भाकल चाहिँ पुरा हुन्छ भन्ने आशामा खुसी हुँदै फर्काएको छौँ है सत्यवती माता पुरा गरिदिनुहोस् फेरि पनि यस्तै हाँसेर आउन पाइयोस् होइन भिडभाड छ भिडभाड अहिले रातिको 2:15 भयो अब हामी केही बेरमा फर्किन्छौँ हजुर छ के छ यहाँ त होइन गिद्दी बिरमा भएको चाहिँ सोचिन्थ्यो